प्रधानमन्त्रीसँग भेटेपछि दङ्ग उद्योगी व्यवसायीहरू भन्छन् दाजुभाइसँग कुरा गरे जस्तै भयो। 35 वर्षमा नभएको काम गर्नुभयो, ढुक्क छौं, अब देश बन्छ। साँच्चै अब नेपाल बन्छ भन्नेमा हामी आशावादी छौँ। यो खालको पोजिटिभ भाइब्रेसन आउने खालको चाहिँ आत्मीय हिसाबले एउटै परिवारमा चाहिँ त्यो मलाई लागिरहेछ है। म सामान्य जीवसँगै छैन, मेरै दाइसँग मेरै फ्यामिलीको चाहिँ मान्छेसँग छु भन्ने चाहिँ त्यो फिलिङ्स दिएर चाहिँ उहाँले जुन चाहिँ कुरा गर्नुभयो, फर्मल पनि होइन इन्फर्मल, मलाई जे भन्दा नि हुन्छ। देशको विकास हुनु पर्यो, यो तयारी पोसाकको विकास हुनु पर्यो र देश चाहिँ अर्थतन्त्रमा सबल हुनु पर्यो र देशलाई चाहिँ यहाँहरूले ड्राइभ गर्ने हो, हामी चाहिँ एउटा बिचको चाहिँ मध्यस्थकर्ता मात्रै हौँ। त्यो हिसाबले चाहिँ काम गर्नु पर्यो भनेर उहाँले चाहिँ जुन चासो दिनुभयो त्यो चाहिँ नेपालको इतिहासमै चाहिँ सराहनीय कार्य भएको छ। मैले 35 इयर्स भयो गार्मेन्ट फ्याक्ट्री चलाउन थालेको। यो दौरानमा तपाईँको धेरै मन्त्रीहरू, प्रधानमन्त्री, सम्बन्धित मन्त्रीहरू भेट भयो। आज जस्तो पोजिटिभ तपाईँहरूलाई के चाहियो, मैले गरिदिनु पर्यो कि गार्मेन्ट इन्डस्ट्रीलाई चाहिँ ऊ गरेर प्रधानमन्त्रीको त्यति चाहिँ नि पोजिटिभ कुरा आयो। त्यो हामी एकदम रमाइलो छ र हामीले एकदमै सराहनीय ठानेछौँ। मैले 35 इयर्स भयो गार्मेन्ट फ्याक्ट्री चलाउन थालेको। यो दौरानमा तपाईँको धेरै मन्त्रीहरू, प्रधानमन्त्री, सम्बन्धित मन्त्रीहरू भेट भयो। आज जस्तो पोजिटिभ तपाईँहरूलाई के चाहियो, मैले गरिदिनु पर्यो कि गार्मेन्ट इन्डस्ट्रीलाई चाहिँ ऊ गरेर प्रधानमन्त्रीको त्यति चाहिँ नि पोजिटिभ कुरा आयो। त्यो हामी एकदम रमाइलो छ र हामीले एकदमै सराहनीय ठानेछौँ। उहाँले के भन्नुभयो भने तपाईँहरू यहाँ हामीसँग यहाँ कुनै समस्या लिएर आउँदाखेरि त्यसको एन्सर पनि तपाईँ आफै लिएर आउनुहोस्। त्यो एन्सर लिएर आएपछि तपाईँको प्लान दिनु पर्यो। यो समस्या भने यसको प्लान यो हो। त्यो भएपछि तपाईँ एकदम क्विक एक्सनमा जानु सजिलो हुन्छ। सरकार चाहिँ पूर्ण रूपमा निजी क्षेत्र मैत्री छ भन्ने पनि भान भयो आज। र विशेष गरी चाहिँ देशको अर्थतन्त्र नै सरकार हो, अर्थतन्त्र चाहिँ